हेलो गाइस, वेलकम रोज भ्लगमा तपाईलाई स्वागत छ गाइस। आज म र मेरो भाइ चाहिँ भाइको लागि सपिङ गरेर फर्किँदैछौँ। अनि सपिङ चाहिँ हामीले के गर्यो भनेर अहिले हामी सबै घरमा गएर हामी सबै देखाउनेछौँ तपाईँहरूलाई है त। हामी अहिले ठ्याक्क भन्नुपर्दाखेरि यो के भन्छ भक्तपुरको यो आर्मी ब्यारेकको छेउमा हामी आइपुग्छ। हामी चाहिँ हिँड्दै आउँदैछौँ। अनि अघि सपिङ गर्नु जाँदाखेरि पनि भिडियो बनाउनु भनेको फेरि ठ्याक्क भएन क्या गाइस, त्यसको बिर्सिहालेँ। अहिले ठ्याक्क सम्झेर बनाएको। अब जाँदैछौँ। रुममा पुग्नुभन्दा अगाडि हामी एउटा यहाँ पोखरीको पनि भ्रमण गर्नेछौँ। अनि यो पोखरीको दृश्यहरू चाहिँ एकदमै राम्रो छ क्या। अहिले यो फुलहरू फुलेर यस्तो दामी भएको छ, हेर्न सक्नुहुन्छ। ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ कि यो चाहिँ आर्मीको बच्चाहरूको फुटबल पनि यहाँ भइरहेछ। भाइ चाहिँ यता हिँड्दैछ अगाडि, हेर्न सक्नुहुन्छ भाइ अगाडि जाँदैछ। पछि हिँड्दैछु। अनि चाहिँ अब गाउँ जाँदैछ। मसँग 1 वर्ष बस्यो अनि 1 वर्षको बादमा गाउँ फर्किँदैछ। अनि गाउँमै गएर उसले पढ्ने अरे, त्यही भएर गाउँ पठाउनु लागेको। अनि उसको लागि गएर सपिङहरू गरेर आएको। सपिङ त गरेर सकेको छैन, अझै बाँकी छ, तर पनि आज ठिकै गरेर आएको। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ गाइस, लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र मैले डेली भ्लगहरू ल्याउन सकेको छैन। अहिले अलिकति मसँग टाइम कम भएको कारणले गर्दाखेरि तर पनि थोरै थोरै जति भ्याउँछु त्यति भ्लगहरू चाहिँ म हालिराख्छु। प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला। गाइस हामी चाहिँ आइपुग्नु है पोखरीकै आसपास आइपुग्नु यहाँको ब्याकग्राउन्ड फुलहरू यस्तो राम्रो भइहाल्छ। गाइस आइपुग्नु पर्छ यही गाडी। अहिले चाहिँ एकदमै शीतल छ भक्तपुरतिर। अहिले बेलुका चाहिँ दिउँसो चाहिँ एकदमै गर्मी छ है गाइस। दिउँसो त धनै धनै तराईलाई भेट्छ है, यति धेरै गर्मी छ। हेर्नुहोस् अहिलेको भाइरल फुल भक्तपुरको यो चाहिँ रानी पोखरी हो है गाइस। बेच्दाखेरि चाहिँ मान्छे यहाँ धेरै नै आउँछ शीतल हावा खानको लागि पोखरीको। है मैले यहाँको भिडियोहरू तपाईँलाई देखाइसकेँ। घरमा गएर के गर्छु, भाइको सपिङहरू मैले के गरेर सक्नु भनेर देखाउँछु। यो चाहिँ आउन मानेन कि एकदमै हिसाब लाग्यो, स्याक्रिफाइस गरेको छैन, गइसक्यो। ल म पनि जान्छु। ल नेक्स्ट भिडियो चाहिँ घरमा गएर है गाइस। मोबाइलबाट हो क्या? ए हुन्छ बाटोमा आउँदा आउँदै हाम्रोतिर चाहिँ के भन्छ, गर्मी ठाउँतिर हुने के यो गन्धे झार बनाउँछ नि, बनाउने झार यस्तो दामी हुनेछ क्या यो झार। कस्तो राम्रो लाग्यो, घर पनि पुग्नु लाग्यो। देखेर फोटो भिडियो बनाएको है।
उसको युट्युबबाट आउँदैछ, तपाईँले हेरिदिनु होला। अब उसले चाँडै नै त्यो भिडियोहरू पनि ल्याउँदैछ र उसको युट्युबको नाम चाहिँ युट्युबमा चाहिँ सिद्धान्त गुरुङ भ्लग भनेर सर्च गर्नुभयो भने ठ्याक्क आउनेछ। मान्छे यही हो है। हेलो गर्दैन खास हेलो उसकोबाट आउँदैछ, युट्युब च्यानलबाट आउँदैछ। म लिङ्क पनि यहाँ मेरो च्यानलमा छोडिदिनेछु, तपाईँहरूले लाइक अनि सब्सक्राइब गरिदिनु होला र ओरिजिनल गाउँको एकदमै ओरिजिनल भिडियो हेर्न पाउनुहुनेछ भन्दै बाई बाई।